स्टक मार्केटमा पैसा कमाउन कम्पनीको चार्ट हेर्ने कि कम्पनीको नम्बर्स हेर्ने हामीसँग दुईटा स्टाइल छ फन्डामेन्टल एनालिसिस र टेक्निकल एनालिसिस दुईटै उस्तै हो तर धेरै भिन्न छन् कुनै एउटा टेक्निकल एनालिस्टले चार्ट हेर्छ चार्टमा बनेको प्याटर्न हेर्छ र अब के हुन सक्छ भनेर हेर्न खोज्छ प्राइसलाई नै हेरेर मार्केटको मुड थाहा पाउन सकिन्छ फर एक्जाम्पल रिसेन्ट डेजमा मार्केट बढिरहेको छ भने मार्केटमा ओप्टिमिजम छ र लास्ट फ्यु डेजमा प्राइस घटिरहेको छ भने मार्केटमा पेसिमिजम छ र यो टेक्निकल एनालिसिसको बेस नै के हो भन्दाखेरि यदि यो ट्रेन्ड कन्टिन्यू गर्छ भने अबको केही दिनसम्म अझै मार्केट पेसिमिस्टिक हुन सक्छ टेक्निकल एनालिसिसको बेस नै रिसेन्ट प्राइस एक्सनले हामीलाई के देखाइरहेको छ भनेर हामीलाई हेर्न हेल्प गर्छ जुन कुरा कन्टिन्यू भइरहेको छ त्यही कुरा अझ कन्टिन्यू हुन सक्छ भनेर नै हामी बायस्ड हुन्छौँ यसले हामीलाई सर्ट टर्म थिंकिङ र फास्ट एक्सन दिन्छ र ट्रेडर्सहरूले टेक्निकल एनालिसिसमै भर पर्दछन् एउटा फन्डामेन्टल एनालिस्टले चाहिँ कम्पनीको चार्ट होइन कम्पनीको नम्बर्स हेर्छ त्यो कम्पनीको प्रफिट कस्तो छ डेब्ट क्यापेसिटी कस्तो छ र म्यानेजमेन्ट कस्तो छ यो कुराहरुमा बढी एम्फसाइज गर्छ अल्टिमेटली फन्डामेन्टल एनालिसिसको होल पोइन्ट नै कम्पनीको रियल भ्यालु आइडेन्टिफाई गर्ने हो यदि त्यो कम्पनी अन्डर भ्यालुड छ अर्थात उसको इन्ट्रिन्सिक भ्यालु चलिरहेको मार्केट रेट भन्दा बढी छ भने त्यो कम्पनी इन्भेस्टेबल छ भनेर थाहा पाउनु हो टेक्निकल एनालिसिसले आजको प्राइसको मोमेन्टमा एम्फसाइज गर्छ भने फन्डामेन्टल एनालिस्टले चाहिँ नम्बर्स र फ्युचर के हुन सक्छ भन्ने कुरामा जोड दिन्छन् सो व्हिच वान इज बेटर टेक्निकल एनालिसिस अर फन्डामेन्टल एनालिसिस अनेस्टली बोथ डिपेन्डिङ अन हाउ यु आर युजिङ इट तपाईलाई स्मार्ट इन्भेस्टर नै हुनु मन छ भने तपाई चार्ट पनि हेर्नुस् र कम्पनीको नम्बर्स पनि हेर्नुस्